के हो दाइ मलाई यो कुरा चित्तै बुझेन दाइ को हो यो सिभिलियन्स को हो यो हामी नेपाल प्रोटेस्टर गर्ने को हो प्रोटेस्टर को हो यो विकिपिडिया हो दाइ कस्तो विकिपिडिया यहाँनिर प्रोटेस्टरमा हामी नेपाल किन छ दाइ यो प्रोटेस्टरमा हामी नेपाल उही छ हामी नेपाल यो हामी नेपाल भन्ने कुरा चिन्दिनँ म दाइ आई डोन्ट नो हामी नेपाल उसले जस्ट एउटा भोलिन्टियरको काम गरिरहेको थियो पानी बाँडिरहेको थियो केही कुरा पर्यो भने मेडिकलको हेल्प गरिरहेको थियो द्याट्स हामी नेपाल त्यति हो त्यति कुरामा हामी नेपाल छौँ अनि सिभिलियन्स वाट इज सिभिलियन्स भन्ने कुरै छैन 1997 देखि 2012 सम्म बुझ्नु भयो नि 1997 देखि 2012 सम्मको पुस्ता त्यो एउटा जेनेरेसनले मात्र गरेको आन्दोलन हो यहाँ कुनै बाउ आएको थिएन यहाँ कुनै छोरा आएको थिएन यहाँ कुनै 5 वर्षको बच्चा आएको थिएन है सुन्नु दाइ यु हेभ टु लिसन दाइ मैले तपाईँको कुरा सुन्ने होइन तपाईँले मेरो कुरा सुन्ने हो यु आर हियर भिक्टिमको कुरा सुन्न आउनु भएको छ तपाईँ मेरो कुरा सुन्नु छ होइन एन्ड वाट्स गोइङ अन दिस म यो कुरामा म एन्सर चाहिन्छ दाइ मलाई किन के हो दाइ अनि हिजोको दिनमा तपाईँहरूको हामी नेपालको मान्छे आएर मेरो अल डिटेल्स लिएर गएको छ अनि आजको दिनमा सम्म एकचोटि भेट्न आएको छैन केही आएको छैन अनि हिजोको दिनमा त्यो एउटा दिदी हुनुहुन्थ्यो नि त्यो दिदी जुन त्यो बाइकमा के अरे उपचार गर्न लिएर गएको हो उहाँ आउने बेलामा मैले त्यो एउटा भिडियो देखाएको थिएँ वाइ त्यो बिरामी भेट्न जाने बेलामा चाहिँ त्यो हामी नेपालको ज्याकेट लगाएर जानुपर्छ भनेर भन्ने कुरा किन दाइ म एउटा सिधा कुरा गरिदिन्छु हजुर लिडरसिप गर्नु भएको छ द्याट्स फाइन त्यो केही फरक परेन लिडरसिप गर्नु होइन तर यदि लिडरसिप गर्ने हो भने हामी नेपालको टी सर्ट खोलेर आउनु सिधा कुरा त्यही हो दाइ यदि तपाईँलाई होइन अहिले लगाएको छैन त्यो केही फरक परेन होइन अहिले लगाएको छैन तर यदि एक्चुअलमै होइन जेनजीको लिडर बनेर आउने हो भने हामी नेपालको ज्याकेट खोलेर आउनु अनि अर्को कुरा चाहिँ होइन जोसुकै दिनु दाइ सुन्नु दाइ होइन म भन्छु म तपाईँलाई भन्छु मैले तपाईँलाई चिने हो नि त दाइ लिडर भनेर कस्तो कुरा गरेँ भने मलाई नभन्नु भनेर किन लिडर बनेर आएको दाइ तपाईँ